दुईटा टिकटिके मोबाइल अनि एउटा यो हवाई कम्पनीको मोबाइल दाइले चाहिँ लिएर आउनुभयो मोबाइल एक्सचेन्ज गर्नको लागि। अनि दाइलाई चाहिँ मैले यो स्यामसङको M01 भन्ने मोडलको 216 दाइलाई म दिन गइराखेको छु। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू एकदम मजाले चलिरहेछ। अनि दाइलाई चाहिँ यसमा के कति थप्नु पर्यो दाइ तपाईँले? मैले 2000 रुपियाँ प्लस गरेर 3वटा मोबाइल दिएर 2टा टिकटिके र एउटा हवाईको चलिरहेकै मोबाइल एक्सचेन्ज गरेँ। मैले दाइसँग धेरै अगाडिदेखि सम्पर्क गरिरहेको थिएँ। हिजो ट्याक्कै टिकटकमा पनि हालेको हेरेँ र यो मोबाइल राम्रै पाएँ मैले। अनि कहाँबाट आउनुभयो दाइ? ग्रान्थन 2 जोरहाटबाट। ल त साथीहरू तपाईँलाई पनि यस्तो टुटे फुटेको बिग्रेको मोबाइलहरू दिएर राम्रो मोबाइल साटेर लान चाहनुहुन्छ भने हाम्रो पसल एकचोटि भिजिट गर्नु होला। विराटनगर शनि मन्दिर बिजली रोडमा RS मोबाइल केयर भन्ने। ल त दाइ थ्याङ्क यू फर वाचिङ।